जम्मै अहिले जे भएको छ आजसम्म नभएको छ। नेपाल एकीकरण पछि तपाईँले सोच्नु भएको थियो एउटा मधेसी चाहिँ यो देशै हल्लाइदिन्छ मधेसीले प्रधानमन्त्री हुन्छ भनेर, मधेसीको छोरो सोच्नु भएको थियो? चुनावमा जाँदा तपाईँले सोच्नु भएको थियो यो देशमा त्यो चाहिँ के अरे उहाँ महोत्तरीमा जन्मिएको काठमाडौँतिर मेयर भएको चाहिँ नि बालेन शाह, उहाँ झापाको चाहिँ त्यत्रो चाहिँ केपी ओलीकै भाषामा चाहिँ जम्मै सम्भ्रान्त बसेको ठाउँमा लप्पै घोडा चढ्छ भनेर घोडै चढ्यो। त्यसपछि गएर तपाईँलाई म अर्को भन्छु, तपाईँको चाहिँ नि 40 वर्ष मुनिका चाहिँ नि मान्छेको क्याबिनेटमा यत्रो जमात हुन्छ सोच्नु भएको थियो? इतिहासमा थियो? 25 वर्ष उमेर भर्खर पुगेका मान्छे कतिजना संसदमा छन् सोच्नु भएको थियो? हेर्नुहोस्, उहाँ चाहिँ नि तपाईँको बदिनी कहाँ सुर्खेतकी बदिनी, बादी पनि होइन बदिनी, सुर्खेतकी बदिनी आज मन्त्री हुन्छ सोच्नु भएको थियो? सब सम्भव भयो। तपाईँलाई म के भन्छु भने तपाईँले जे हिजो सोच्नु भएको थियो नि, जे हिजो देख्नु भएको थियो त्यो केही पनि छैन, सबै नयाँ छ। अघि नै भनिसक्नुभयो छैन, राजदूतलाई चाहिँ प्रधानमन्त्रीले यसरी भेटेको 48 साल यता देख्नु भएको थियो? बालुवाटारमा कोही मान्छे पस्न दिन्न भनेर प्रधानमन्त्रीले भने सुन्नु भएको थियो? मान्य जम्मा भएर चाहिँ बसेका ठाउँमा प्रधानमन्त्री हुने मान्छे खोइ आएन त भन्दाखेरि चाहिँ नि तपाईँ नगएको हिजो देख्नु भएको थियो? 4 जना मान्य बसेका ठाउँमा प्रधानमन्त्री गएर घ्ल्याप्पै अँगालो हाल्थे, जम्मै तिमीहरू मेरो आऊ भन्थे। मान्य बसेका छन्, बोलाएको छ, आएको छैन, सुन्नु भएको थियो? चुनावमा हिँड्दाखेरि हिजो चाहिँ नि मान्छेले भाषण नगरिकन भोट पाउँदैन थियो। हेर्नुहोस्, अहिले बोल्दाखेरि बोलेर होइन हातेस्रो हल्लाएर चाहिँ यत्रो भोट ल्याएर देख्नु भएको थियो? माला लाउँदाखेरि तपाईँको माला थापेर जम्मै आँखा छोपिसक्यो, अझै यसो गरेर हिँडिरहेको देख्नु भएको थियो। माला फुत्तै चाहिँ फालिदिएको देख्नु भएको थियो? मान्य चाहिँ नि तपाईँको लगेर गएपछि प्रधानमन्त्री हुने मान्छेले यसो अँगालो मार्थ्यो र सिडिओ र एसपीलाई के भन्थ्यो, मेरो मान्छे है के हो कसो हो तपाईँले सहयोग गर्नु भन्थ्यो। उहाँ मान्य चाहिँ के अरे प्रधानमन्त्री हुने मान्छे छ, भेटिया छैन, उसको गाडी त चढ्न परै जाओस्, जम्मै धुलोले पुरिएर चाहिँ देखा उम्मेदवार देख्नु भएको थियो? तपाईँले हिजो केही नदेखा चिज देख्नु भएको छ, अहिले आज देख्नु भएको छ। त्यसकारण चाहिँ यो के हो भनेर एउटा घटना मलाई नसोध्नुहोस्। बालकोटको त आन्दोलन गर्ने, फेरि बालन सरकार जेनजी आन्दोलनभन्दा ठुलो आन्दोलन गर्ने, त्यहाँबाट बालोटारमा घिसारेर ल्याउने रे भन्छन् त फेरि एमालेहरू। होइन भन्न त दिनुहोस् न, अघि नै मैले भनिसकेँ, भन्न त दिनुहोस् न। हामीले अस्ति चाहिने अर्थमन्त्रीजीलाई भेट्दा तपाईँलाई म एउटा कुरा भन्छु, अर्थमन्त्रीजीलाई भेट्दाखेरि उहाँले के भन्नुभयो भने आइएमएफको बैठकमा तपाईँ त नजानी हुनुभएछ नि भनेको मैले स्पष्टीकरण दिएको थिएँ, यसो हो प्रधानमन्त्रीले भने होइन भनेर भनेको थिएँ। प्रधानमन्त्रीजीले मलाई फोन गरेर के भन्नुभयो भने तपाईँले किन बोलेको थियो भन्नुभयो, किनभने यो तपाईँले बोलेपछि चाहिँ नि चिया पसलमा चोक चिया पसलमा चाहिँ नि काङ्ग्रेस एमालेलाई गफ गर्ने बेला सकियो, झगडा पर्याएर रहेछ भने चुप लाग्यो। बालेन र चाहिँ सोडिमको हानाहान, अमेरिका जान सोडिमलाई बालेनले रोको भनेपछि त बुरुक बुरुक गर्थ्यो, मसला दिनु परेन? त्यसै त चुनाव हारेर यो अभिगत छ, अब बोल्न पनि पाएनन् भने डिप्रेसनमा जाँदैन, कसले गर्ने उपचार भनेर बालेनले अर्थमन्त्रीलाई फोन गरे हो, अर्थमन्त्रीलाई भनेर नबोल्नु कामले देखाउनु, बजेटमा व्यस्त, नीति कार्यक्रममा व्यस्त हो भने त्यही राम्रो बनाउनुतिर लाग्नु क्या, ल्याएको दिन थाहा पाइहाल्छ नि बोलिरहनु पर्दैन भनेर। अनि त्यहाँबाट त्यही भयो उनीहरूले यो कुरो अर्थमन्त्रीले भन्नुभयो हो प्रधानमन्त्री यस्तो हुनुहुन्छ भनेर। हेर्नुहोस् सबै चिज नयाँ, हेर्नुहोस् यस्तो भने कहिले सुन्नु भएको थियो? सुनेको थियो? आफै अहिले आफ्नै सांसदहरूलाई आफ्नै नजिकका इष्टमित्रहरूलाई वा कुनै पनि कूटनीतिक निकायहरूलाई बालुवाटार प्रवेश निषेध। तपाईँ यतातिर नजानु। अहिले के भइसकेको छ त भन्दाखेरि हिजो फलानाले यसो बोलो त्यसको अर्थ के, त्यसको बोल्नुको पछाडि के भन्थ्यो, अहिले के छ? कोट त कालो लायो नि, भित्र टी सर्ट छ, किन त्यसो गर, किन त्यसो गर? कानमा दुईपट्टि छैन नि, एउटामा मात्रै टप छ, किन दुईपट्टि लाएन? टोपी मिलेन, यतापट्टि ढल्किया छ, यसको अर्थ हुन्छ गरेर चाहिँ के अरे त्यो नाकमा के अड्क्या होला, गृहमन्त्रीले गरो, बादल बोल्दा रिसाए नि। हेर्नुहोस् तपाईँको हाउभाउलाई हेरेर विश्लेषण गर्नुपर्ने ठाउँमा पुर्याइदिइसकेको छ। अब त्यही सिकेर बोलेर हुँदो रहेन रहेछ भने हिजो नबोली नहुने, आज बोलेर हुँदो रहेन रहेछ भन्ने भएपछि नेता फेरि देख्नु भएको छ कि भएको छैन? काङ्ग्रेसको गगन थापा बोले सुन्नु भएको छ? त्यत्रो बाचाल बोल्न कसैले सक्दैन थियो भाषण।
अरूले चाहिँ नि 1 घण्टामा बोल भनेर भन्यो भने 3 घण्टा चाहिन्छ मलाई भन्थ्यो हेर्नुहोस् गगन थापा गगन थापा अनि प्रचण्ड पनि त अब बोलिरहेको सुन्नु, छैनन् के अरे यहीँकै महेश बस्नेत अन्तर्वार्ता दिएर थाक्दैन थियो हेर्नुहोस् अन्तर्वार्ता दिएर थाक्दैन थियो ओहो बोलेर हुँदो रहेछ नबोलिकन खाए बालनले अब त्यसको सिको भनेर यिनका त जम्मै लागिसकेपछि यिनका सिक्न। नेताहरू पनि यिनका कार्यकर्ताहरू बालनको सिको गर्न लागे सिको थालिसक्यो भनेपछि अब मलाई किन बोलाउनुहुन्छ धेरै दारी नपाले मान्छेले प्रधानमन्त्रीले यस्तो पाल्छ भनेर यतिको बनाइसकेँ मैले अब नबोलेर बस्छु भने मान्छेलाई फ्याट्ट सोध्नुहुन्छ सोध्नु न चुडा सरलाई उहाँलाई राजन सर हुनुहुन्छ म तपाईँका फेरि आउँछु होइन यो जुन हिजो राजा महेन्द्रको त्यो पुरानो जुन अघि कोटेको थियो त्यस विषयमा यहाँको विचार लिन चाहे विदेशी कूटनीतिक के अरे यो एम्बेसडरहरूले राजदूतहरूले 2 दर्जनभन्दा बढी देशकोले तगेरा गरेर हैरान पारेको रहेछन् अनि लौ त यिनीहरूलाई भेट्दैँ भनेर हिजो सिंहदरबारमै बोलाएर भेटे त्यो भेट गर्दाखेरि पहिले नै गरेर राजदूतहरू बसेको त्यसपछि बालन शाह जुन ढोकाबाट छिरेर आएर उनीहरू सबै जुरुक्कै उठेका छन् नि लाग्छ कि एउटा तानाशाह शासक आएपछि त्यो जी हजुर गरेर उठेको जस्तो त्यो देखाइएको छ क्या सामाजिक सञ्जालमा भाइरल छ त्यो ठ्याक्कै 1960 को दशकमा राजा महेन्द्र चाहिँ युएनको मिटिङमा हो कि बेलायतको गभर्नर्स मिटिङमा जाँदाखेरि त्यही खालको दृश्यलाई कम्पेरिजन तुलना गरिएको छ यसलाई कसरी लिनु भएको छ होइन यसमा चाहिँ तपाईँलाई प्रोटोकल थाहा रहेन रहेछ हेर्नुहोस् प्रोटोकल थाहा रहेन रहेछ तपाईँको के हो त भन्दा हेड अफ द स्टेटले हेड अफ द गभर्मेन्टले त्यो हिँड्दा बोल्दा बस्दा त्यो त्यसको एक्सप्रेसनले तानाशाह हुँदैन हेर्नुहोस् तपाईँको चाहिँ नि ट्रम्प कसरी पुज्छन् फ्याट 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 तपाईँको हेर्नुहोस्